हाम्रो घरमा हप्तामा 1-2 चोटि यो ज्वानाको झोल नपाकिकन सुखै पाउँदैन। यो खाना पनि एकदमै मिठो हुन्छ, बनाउन पनि एकदमै सजिलो। अनि यसले चाहिँ माइग्रेन हेडेक भएको बेलामा, केही खाना नरुचेको बेलामा यो ज्वानाको झोल र खाना खाँदाखेरि चाहिँ मलाई माइग्रेन हेडेक पनि कम हुन्छ। अनि त्यस्तै यो अलिकति ग्यासी जस्तो, ब्लोटिङ जस्तो भएको अनि खाना नपचेको जस्तो भयो भने, स्पेसल्ली मेरो श्रीमानको त्यस्तो समस्या हुँदाखेरि चाहिँ ज्वानाको झोल पकाएर खाना खायो भने चाहिँ ग्यास्ट्रिक पनि एकदमै कम भएको जस्तो हुन्छ उहाँलाई। जस्तो एसिडिटी अनि अलिकति ग्यासी हुने, ब्लोटिङ हुने हुन्छ नि, त्यो समस्या पनि कम हुन्छ। हरेकको शरीर आफ्नो आफ्नो हुन्छ। कसैले चाहिँ मेरो पहिलाको भिडियोमा चाहिँ हो यस्तो गर्मी हुन्छ, अहिले गर्मी गराउँछ, खाना हुँदैन, के हुँदैन भन्नुभएको थियो। हाम्रो चाहिँ बच्चाहरूले पनि एकदम मन पराउँछन्। त्यसपछि चाहिँ यो चाहिँ अब माइग्रेन भएको बेलामा अनि कहिलेकाहीँ बाहिर पार्टीमा बाहिर खाएर आएको छ अनि कस्तो पेटै एकदमै खाना खाँदा पनि पेटै कस्तो अप्ठ्यारो भएको जस्तो भएको बेलामा पनि यो बनाएर यत्तिकै पिउँदा पनि, खानासँग खाँदा पनि यसले एकदमै काम गर्छ। हाम्रो घरको लागि चाहिँ ग्यास्ट्रिक र माइग्रेनको यो ओखतीको रूपमा चाहिँ यो हप्तामा 1-2 चोटि चाहिँ यो ज्वानाको झोल पाक्छ। हजुरहरू पनि ट्राई गर्नुभएको छैन भने चाहिँ एकचोटि ट्राई गर्नुहोस्। यो चाहिँ अलि मनतातो भएपछि खानुपर्छ।